हे गाइस, कस्तो हुनुहुन्छ? आयो तपाईँहरू सबै राम्रो हुन्छ भनेर। गुड मर्निङ। आज बज्दैछ 8:30 हुन्थ्यो भर्खर। अनि आजको वेदर बिहान बजे नै घाम लागिरहेछ नि। हिजो कस्तो भएको थियो तपाईँहरूले अर्को ब्लगमा हेर्नु सक्छ, हेरेन भने अहिले गएर हेर्नुहोस् त्यो ब्लग। अनि भर्खर उठेँ, अब काम धाममा लाग्नुपर्छ होला नि। मेरो बिल्लीले हेर्नुहुन्छ कस्तो छ त्यो, कसरी सुतेको छ। कलु 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 सुतेको हेर्न त्यो। त्यसलाई पहिला भन्छ अरे भिडियो भनेर। अब हेर्नु गाइस, मेरो घर हेर्नु, घरको गति हेर्नुहोस्। अब सबै मिलाउँछु। ए काम मेरो घरको हालत कस्तो थियो भनेर होइन। अहिले हेर्नु कस्तो राम्रो पारेको छु। त्यो चाहिँ के पारेको छु अहिले हो। फेरि अहिलेको साबितै हुन्छ भोलि बिहान के भरे नै देखाउँछु म तपाईँलाई। जस्तै भइरहेको हुन्छ। किन चाहिँ हुन्छ, मसित मात्रै हुन्छ, यो सबै हुन्छ। प्लिज कमेन्ट गर्नुहोस्। यो भजन बजिरहेको छ ब्याकग्राउन्डबाट, कपिराइट लाग्छ भाइ मेरो। पानी पर्दैछ यार, बिहानदेखि नै तपाईँले कस्तो टन्टन घाम लागिरहेको थियो नि। मौसम भन्न के हो, मान्छेहरूको मुड हो। हेर्नु दिएको छैन होला सायद, अलिअलि पर्दैछ भाइ। घाम पानी स्यालको बिहा, कुकुर जो कि बिरालु पाउँ, यस्तो कसले सुनेको छ। अनि नास्ता खाएर भेटौँ ल। ओके बाबा आइसक्यो। बाबा आयो भन। म दोकान गएर आउनेसम्म बाबुले त नास्ता पनि खाइसकेको छ। अब म खान्छु। मैले बनाएको राम्रो नहोस्, हुनसक्छ नै गाइस। माजु खाना बनाउँछु दालको पकौडी अन्त दाल सरी आज म बनाउँछु दालको पकौडी अन्त भात। अरू सब्जीहरू थाहा छैन मलाई। मैले दाल भिजाइरहेको छु, बनाउँछु। देखा भयो तोर मुख देख चन्द्रमुखी। अहिले पानी पर्दै थियो, अहिले घाम लागिरहेको छ। के हो भगवान्, के गर्नु के खोजेको। साउन महिना त आएको छैन, यस्तो किन गरेको। अहिले भिडियो बनाएर आउँदैछ त बिचमा, पहिला बादमा नभन्नु फेरि यस्तो नाङ्गे हालिस्, त्यो हालिस्। ओके फुटिदिएको। कालु हेर्नु मेरो कालुलाई। कालु यहाँ गर, हाई गर। ए हाई गर, ओइ हाई गर। देखा हाई गरे। यसलाई म 24 घन्टा खाना दिनु भन्नुहोस् त। तँलाई म 24 घन्टा खाना दिनु। अब बोलेको छैन देखेँ। अब म यता आउँछु नि फेरि बोल्छ। तँलाई म 24 घन्टा खाना दिनु। देखियो अहिले फेरि क्यामेरा देखाउँछु बोल्दैनन्। तँलाई म 24 घन्टा खाना दिनु। बोल्यो भक्कर, मेरो बात बुझेछ। गाइस करेन्ट आयो। अब म फोन एकछिन चार्जमा लगाउँछु, फेरि आउँछु ल। तपाईँहरूलाई म देखाउँछु आजको खाना कसरी बनाउँछु। पकौडी बनाउनुको लागि बेटर रेडी गरिसकेँ। यहाँ मैले पहिला ग्राइन्ड गरेँ, त्यसपछि यहाँ मैले प्याज हालेँ, अन्त खोर्सानी हालेँ एउटा दुईवटा, त्यसपछि मिक्स गरेँ। अन्त यहाँ मैले काटेको छु प्याज टमाटर। यहाँ कराई पाक्दैछ, भात पाक्दैछ। प्लिज डोन्ट जज माई कराई, कालो छ। यसमा तेल हाल्नुपर्छ। पकौडी बनाउनु चाहिँ पहिले बेसी तेल हाल्नु पर्यो। काका बेसी बोल्दै थियो नि, के बोल्छ के हुन्छ तपाईँलाई सुन्नुको लागि। यहाँ मैले सेन्ट आफ्नो पैसा बचाइ सेन्ट किनेको 300 रुपियाँको। तपाईँलाई घरमा बस्नु लागि लगाउनु सेन्ट किनेको मैले। मोटा कुनै कुरा हिरो नि आउँछ त सुन्नु त्यसलाई। गाइस मेरो यहाँ पाकिसक्यो। अब म यसमा पकौडी हाल्छु। मैले सुनिरहेको थिएँ नि यहाँ बसेर सिज गरेको। बाबाले उसले लगाएर सेन्ट खत्तम पारिसक्यो मेरो। बाबाले त बिचारा यति लगाउँदैन, ऊ घरमा बस्दै लगाउँछ भाइ। कहीँ जाँदाखेरि लगा, तर घरमा बस्दा कुनै चाहिँ सुँग आउँछ। यति नै लगाउने इच्छा छ त आफ्नो किन्नु।
मैले यहाँ साला पैसा बचाइ बचाइ प्यान्ट किनिरहेको छु त्यसमा पनि उही खतम पारिदिन्थ्यो मेरो यहाँ मेरो पकौडी हुँदैछ struggle in my life. गाइस यो पकौडी हुनको पछि यो पकौडी भइसकेर भेट्छु ल अहिले पकौडी डल्यो भने मलाई मेरो बाउले डढाइ भन्यो रेडी टु एन्ड अब यसको लास्ट बन्दैछ त्यसपछि डल्यो नि पकौडी अघि मैले तपाईँहरूले भन्दा मेरो पकौडी त डढेर केही छैन अब हेरौँ भन्छ मेरो पकौडी रेडी भयो ट्राई गरेर हेर्ने एउटा super wow I proud of me के बात अजय कस्तो भयो गालु कस्तो भयो गालु राम्रो भयो राम्रो भयो मैले हटपट गरेँ त्यो खोल्छु त्यहाँदेखि एकछिन आउँदैन ल देख्यो पहिला थाहा छ आज त्यहीँ राख्छु भनेर त्यही लागि यसलाई म चुप भन्दा मेरो पकौडी बन्यो अब भात पनि बनिसक्यो अब झोल बनाउँछु एकछिन त्यसपछि गर्नुपर्छ नि गाइस रेस्ट पनि गर्नुपर्छ भनेर ए मम्मीहरूले त मान्नुपर्छ नि आमाहरूलाई साँच्चै भनेको सल्युट छ तपाईँ आमाहरूलाई कसरी काम गर्नुहुन्छ म्यानेज गर्नुहुन्छ घर एउटा चिज यो मेरो काकाले चाहिँ के गर्दैन 24 घन्टाभित्र हुन्छ मैले भने के गर्दैछ शर्म आउँदैन छ नि ल गाइस अब म झोल बनाउँछु त्यसपछि नुहाएर भेट्छु ओके बाइ हेलो गाइस म नुहाइसकेँ अब मेरो बाबा पनि आयो बाबा हाई हाई त कहाँ गयो हाई गर यहाँ हेर्नु यिनीहरूलाई दुईजनाको यसको नाम हो लालु यसको नाम हो कालु लालु कालु हेलो यो त बाबाको चम्चा हो बाबाको चम्चा कालु हेलो आजा ओए आजा खाना चाहियो लालु लालु कुटु यो पनि आयो यो पनि काली अब यिनीहरूको पुच्छरी लानु स्टार्ट भयो बा कुदा हेर्नुलाई चम्चा लालु यो काली कन्फ्युज हुन्छ होला दुईजनालाई देखेर तर यो हो काली यो हो लालु यो हो कालु अझै एउटा हिजो कुत्ता आएको थियो कहाँ गयो कहाँ कहाँबाट आएको के छ त्यो एउटा क्युट बच्चा ल्याइदियो फेरि बाटोमा ल्याएको कालो त्यो पहिला हामीले ल्याएको नि त्यस्तै खाले कलर एउटा मऱ्यो नि कहाँ ल्याएको त्यस्तै ल्याएको बाटोमा चाहिँ बिचरा कुद्दै थियो डराउनु बिन्ता दिँदैन नि त त्यहाँ ठिकै हाल्यो बिन्ता दिँदैन साइकल उठाएको छ किन पापा त्यो भिडियोलाई यतै एन्ड गर्दैछु थ्याङ्क्स फर वाचिङ अब भोलि फेरि न्यू भिडियोको साथ मिल्नुपर्छ हुन्छ लाइक शेयर अनि सब्सक्राइब गरिदिनु होला बाई 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 गर्नु बाई बाई